हेलो हाई गाइज। आज इन्डियाले चाहिँ आफ्नो T20 वर्ल्ड कप 2026 को लागि स्क्वाड चाहिँ लिस्ट अनाउन्स गरेको छ र आजको स्क्वाडमा चाहिँ हेरौँ को रहेका छन्। अब तपाईहरुलाई थाहा नै छ को हुन्छन् के हुन्छन्। सूर्यकुमार यादव क्याप्टेन रहेका छन्। सूर्यकुमार यादव अहिले T20 को क्याप्टेन जो हुन्, फर्म छैन उनको, त्यही पनि क्याप्टेन छ। त्यसपछि रहेका छन् अभिषेक शर्मा। अभिषेक शर्माको पनि फर्म राम्रै छ हेरिने हो भने। त्यसपछि रहेका छन् तिलक वर्माको पनि फर्म त्यस्तै छ। अनि एउटा कुरा है, नयाँ कुरा आएको छ, रिङ्कु सिंह पनि अहिले T20 वर्ल्ड कप 2026 को स्क्वाडमा रहेका छन्। उनी पनि एकदम राम्रो खेल्छन्। त्यसपछि अलराउन्डरतिर पनि राम्रै नै छन्। अनि विकेट किपरतिर सञ्जु स्यामसङ, त्यसपछि ईशान किशनलाई पनि अहिले ल्याइएको छ। एकदम राम्रो पर्फर्मेन्स देखाएका छन्। हिजो अस्ति नै कप उठाएका छन्, तपाईहरुलाई थाहा भएको कुरा हो। त्यसपछि अलराउन्डरतिर हार्दिक पाण्डे भइ नै हाले, अक्षर पटेल, त्यसपछि वाशिङटन सुन्दरले पनि एकदम राम्रो गरिरहेका छन्। त्यसपछिदेखि लिएर शिवम दुबे पनि छ। त्यसपछि बलिङतिर जसप्रित बुमरा, अर्शदीप सिंह, अनि कुलदीप यादव, वरुण चक्रवर्ती पनि छन् है। उनको त गुगली फेरि खतरा हो। स्पिन पनि दुइटै गर्छन्। र त्यसपछि तपाईहरुले एउटा नाम चाहिँ बिर्सनुहुन्न, कुनै गेममा पनि छुट्दैनन्, उनी हुन् हर्षित राणा पनि रहेका छन्। र यति नै छ स्क्वाड। अहिले चाहिँ दुईजना चाहिँ बाहिर T20 बाट बाहिर निकालिएको छ। तपाईहरुलाई थाहा छ फर्म कति गिरेको छ भन्ने कुरा। शुभमन गिल है, उनी रुल आउट भइसके, बाहिर छन्। त्यसपछि जितेश शर्मा पनि आउट भइसके। अब हेर्न बाँकी छ नेपालको पनि स्क्वाड कहिले आउँछ र इन्डियाको स्क्वाड चाहिँ आइसक्यो आज। 2026 को वर्ल्ड कप इन्डियामा चाहिँ धमाकादार हुनेछ। सी यू।